देशका पैसा ल्याएर ढुकुटा थोप्र्याउने पोलेपछि मेरो स्वास्थ्य पनि मेरो होइन भन्छ अर्काले गुर्काइदिएपछि यस्ता जाठा नेता बसा देश हुन्छ हामी डाक्टर कासिमका पाला मान्छे भाउजू त्यो कुकुर र तपाईँले के फरक छैन भाउजू त्यो कुकुर र तपाईँको के फरक छैन छोरो लिएर धर्म भागेको भाउजूले त्यो बोल्नु पर्यो थाहा छ तपाईँहरूलाई त्यस्ता पैसा भेटियो घरमा परराष्ट्र मन्त्री घिउ पक्योका दाला क्याचारी के खै अब आइमाईहरू छन् भन्नु बालुवाटार बेच हुँदा हुँदा मान्छे आफूलाई भोट दिए मान्छे पनि बेचिए ल कति पैसा चाहियो मोराहरूलाई फेरि अहिले के भन्छ हाम्रो पैसा होइन हाम्रो पैसा लाज हुँदैन यसलाई ठुक्क पऱ्यो हो पैसाको भाइ किन ल्याएको त घर थुप्रो लाउने अमेरिकालाई 80 अरब डलर ल्याएर खाने यी भट्टुहरू ठुक्क पऱ्यो हो अहिले पोलेको पैसा मेरो होइन बडो मैले राख्थेँ अब त हालिदिनु भयो नि त्यसरी त्यसो भन्नु भएन होइन हामीले लगाएर राख्थेँ पैसा त हामीलाई ठगेको पैसा पोलेको मेरो होइन रे पैसा आफूले नभए अर्काले पोलिदिन्छ हाम्रो पनि पोल्नु पर्ने किन नपोले त सुनका हात्ती यिनका घरमा 80 अरब पैसा आएका के एनपिसी कि एनटिसी खोइ पैसा 4 जनाले भाग्ला चट छैन मिलन्ची पनि गयो फिलन्ची पनि गयो जम्मै गयो देउवाको घरमा भेटिएको पैसा चाहिँ साह्रै खसखस लाग्छ बुवालाई होइन मलाई माया त्यो मर लाग्यो बुढालाई यहाँ हान्ने 5-6 मिनट नलिएर मलाई सिकाइदिएछ बच्चा के पिओली हाम्रो बोना गएर बस्यो जाठो तर बुवा केपीओलीलाई त राष्ट्रवादी भन्छन् मान्छेहरूले राष्ट्रवादी राष्ट्रघाती राष्ट्रवादी होइनन् राजनेता भन्छन् अझ झन् राजनेता त अब तलार घुसाइछ आइदिएको त रहन्छ एमालेहरूको राजनेता हो अरूको होइन उसको पनि अहिले होइन रे आदिले होइन भनिसक्यो त्यस्तै पनि 11 देखा छैन